विराटनगरमा बसेर ब्याचलर पढ्दै गरेको केटीको अ डे इन माई लाइफमा हजुरहरूलाई स्वागत छ। हाई गाइज, दिस इज सक्कु। एज यु गाइज नो, मेरो चाहिँ मर्निङमा क्लास हुन्छ। म चाहिँ फर्स्टमा उठेर रेडी सेडी भएर कलेजतर्फ लागेँ। अनि विराटनगरमा अहिले यति धेरै गर्मी बढेको छ कि कलेज पुग्दासम्म त हालत नै खराब भइसक्छ। कलेज पुगेपछि फ्यानको हावा अलिकति खाएपछि बल्ल मलाई अलिकति रिल्याक्स फिल भयो। त्यसपछि चाहिँ मैले कलेजमा चाहिँ भिडियो बनाइनँ। अनि 10:30 बजीतिर म रुम पुगेँ। रुम पुग्न साथ गर्मी मात्रै होइन, भोक पनि एकदमै धेरै लागेको हुन्छ। अनि मैले चाहिँ हतार हतार खाना पकाएर खाएँ। त्यसपछि दिनभरि चाहिँ मैले रेस्ट गरेँ। अनि सावर लिएर चाहिँ बेलुकातिर तरकारी लिन गएँ हटिया। हाम्रो यता चाहिँ हप्तामा 2 पटक हटिया लाग्छ। अनि म र मेरो साथीहरू मिलेर जहिले हामी हटिया जान्छौँ। एन्ड मिट माई फ्रेन्ड प्रकृति, उसँग चाहिँ मेरो हटियामा कहिले कसो मात्रै भेट हुन्छ। एज यु क्यान सी, हटियाबाट फर्किँदा राति परिसकेको थियो। हामी यति अल्मलिन्छौँ त्यहाँ के किन्नु जस्तो भएर। अनि रुम पुगिसकेर चाहिँ म तरकारी हल दिँदैछु मैले के लिएर आएँ भनेर। मैले चाहिँ आज तरकारी सँगसँगै यो तरकारी राख्ने भाँडा पनि लिएर आएको, मसँग थिएन नि त। एन्ड दिस इज हाउ मेरो तरकारी लुक्स। अनि बेलुकामा चाहिँ खाना पकाएर खाइसकेपछि एकछिन वक गर्न गएँ। त्यसपछि चाहिँ मैले अजवाइन वाटर बनाएर खाएँ, किनभने यो चाहिँ गटको लागि हेल्दी हुन्छ भन्ने सुनेको थिएँ, त्यसैले। अनि यतिकैमा मेरो दिनको अन्त्य हुन्छ। थ्याङ्क यू सो मच फर वाचिङ। सी यु इन द नेक्स्ट भिडियो।